गुड मर्निङ एभ्रिवान। आज हामीले क्लास 8 को पाइ चार्ट भन्ने च्याप्टरबाट लिएर आएका छौँ। अब पाइ चार्ट गर्नुभन्दा पहिला पाइ चार्टको बारे हामीले केही बुझ्नुपर्ने कुराहरू छ। अब पहिला कुरो त हामीले पाइ चार्ट भन्ने के हो भन्ने कुरा बुझ्नु पर्यो है। अब हामीले देख्न सक्छौँ पाइ चार्ट इज अ सर्कुलर ग्राफ युज टु रिप्रेजेन्ट डाटा एज पार्ट अफ अ होल भनेको छ है। अब भने कुनै पनि डाटाहरूलाई हामीले सर्कुलर ग्राफमा सर्कल बनाएर कुनै पनि डाटा रिप्रेजेन्ट गर्न खोज्छौँ भने त्यसलाई हामीले के भन्छौँ, पाइ चार्ट भन्छौँ। द सर्कल इज डिभाइडेड इन्टु सेक्टर एन्ड इच सेक्टर सोज द प्रोपोर्सन अफ अ क्याटेगोरी कम्पेयर टु द टोटल। भन्नुको अर्थ के त भन्दाखेरि हामीले त्यो पाइ चार्टमा जे कुराहरू देखाउँछौँ हो त्यसले हामीलाई के रिप्रेजेन्ट गर्छ त भन्दा हामीसँग भएका टोटलले कति भाग ओगटेको छ त, कति अंश लिएको छ त भन्ने कुरा चाहिँ हामीले रिप्रेजेन्ट गर्नको लागि हामीले पाइ चार्टको प्रयोग गर्छौँ है। यो त भयो डेफिनेसन। अब हामीले पाइ चार्ट पढिसके पछाडि जान्नुपर्ने कुरा के छ त, हामीले पाइ चार्ट त पढ्यौँ। अब पढिसके पछाडि हामीले यो च्याप्टर सकिरहँदाखेरि हामीले के कुरा बुझ्नुपर्ने जरुरी छ त भन्दाखेरि अन्डरस्ट्यान्ड द कन्सेप्ट अफ अ पाइ चार्ट। पाइ चार्ट भने चाहिँ के हो भन्ने कुरा चाहिँ हामी टोटल्ली कन्सेप्टमा चाहिँ क्लियर हुनु पऱ्यो है। सँगसँगै कन्भर्ट डाटा इन्टु पर्सेन्टेज एन्ड सेन्ट्रल एङ्गल्स अरे दिएको डाटाहरूलाई चाहिँ पर्सेन्टेजमा कन्भर्ट पनि गर्न सक्नु पऱ्यो। सँगसँगै सेन्ट्रल एङ्गलमा कन्भर्ट गर्न पनि हामीले सिक्नुपर्छ है। अनि त्यसपछि थर्डमा छ ड्र अ पाइ चार्ट एकुरेटली भनेको अब हामीले पाइ चार्ट चाहिँ राम्रोसँग बनाउन सक्नु पऱ्यो, कुनै पनि मिस्टेक गर्नु भएन। त्यसको लागि कम्पास लिनु पऱ्यो होइन, सर्कल पर्फेक्ट सर्कल गराउनको लागि। सँगसँगै पेन्सिलहरूको राम्रोसँग युज गर्न सिक्नु पऱ्यो। अनि इन्टरप्रेट इन्फर्मेसन फ्रम अ पाइ चार्ट भनेको पाइ चार्टबाट दिएको पाइ चार्टबाट चाहिँ डाटाहरू कलेक्ट गर्न पनि सक्नु पऱ्यो। जसरी हामीले क्लास 6-7मा बार ग्राफबाट लाइन ग्राफबाट डाटाहरू कलेक्ट गर्थ्यौँ, त्यसरी नै पाइ चार्ट दिएको पाइ चार्टबाट चाहिँ के गर्नु पऱ्यो, हामीले डाटाहरू चाहिँ कलेक्ट गर्न सक्नुपर्छ भनेर लर्निङ आउटकम्स यति दिएको छ। अब हामीले चाहिँ यति पाइ चार्ट पढिसके पछाडि यो चारवटा कुरा चाहिँ कम्तीमा पनि जानेको हुनुपर्छ है। अनि अब के कन्सेप्ट के छ त हामीले अब बुझ्नुपर्ने कुराहरू के छ त मुख्यतः भन्दाखेरि अब हामीले सानै क्लासदेखि पढिरहेको छौँ टोटल एङ्गल अफ अ सर्कल इक्वल टु 360 डिग्री। एउटा कम्प्लिट सर्कल नै कति हुन्छ, 360 डिग्रीको हुन्छ भन्ने कुरा हामी बुझिसकेका छौँ भने अब हामीसँग पाइ चार्ट बनाउनको लागि हामीले माथि पढिसक्यो कन्भर्ट डाटा इन्टु पर्सेन्टेज एन्ड सेन्ट्रल एङ्गल। सेन्ट्रल एङ्गलमा डाटाहरू कन्भर्ट गर्नको लागि हामीसँग एउटा फर्मुला छ। त्यो फर्मुला के हो त भन्दा सेन्ट्रल एङ्गल इक्वल टु क्याटेगोरी भ्यालु डिभाइडेड बाई टोटल भ्यालु मल्टिप्लाई बाई 360। टोटल भ्यालु भनेको सबैलाई जोडेर निकालिन्छ भने क्याटेगोरी भ्यालु भनेको क्वेसनमा दिएको भ्यालुहरूलाई चाहिँ माथि राख्ने, त्यसलाई डिभाइड गर्ने टोटल भ्यालुले अनि मल्टिप्लाई गरेर 360 डिग्रीले मल्टिप्लाई गरिसके पछाडि एउटा डिग्री आउँछ। त्यसलाई प्रोट्र्याक्टरको हेल्पबाट के गर्ने, एउटा पाइ चार्टमा चाहिँ रिप्रेजेन्ट गर्न सक्नु पर्यो। अब यति गरिसके पछाडि पाइ चार्ट हाम्रो लागि इम्पोर्टेन्स किन छ त भन्ने कुरा जान्नु पर्यो है। इजी टु अन्डरस्ट्यान्ड एन्ड कम्पेयर डाटा। पाइ चार्ट हेरेर हामीले सजिलै डाटाहरूलाई कम्पेयर गर्न मिल्छ, कुन डाटाले बढी प्रोपोर्सन लिएको छ, कुन डाटाको प्रोपोर्सन कम छ होइन, कसले चाहिँ धेरै इम्पोर्टेन्ट रोल खेलेको छ भन्ने कुरा चाहिँ हामीले पाइ चार्टबाट हेर्न सक्छौँ। सोज प्रोपोर्सन क्लियरली भन्नुको अर्थ यो कुन चाहिँले कति भाग ओगटेको छ, कति इम्पोर्टेन्ट छ, यसमा कति भाग चाहिँ लिएको छ भन्ने कुरा देखाउनको लागि चाहिँ हामीले पाइ चार्ट बुझ्नु जरुरी छ हो। यति कुरा बुझिसके पछाडि हामीले न्युमेरिकल गर्न खासै गाह्रो होला जस्तो मलाई लाग्दैन है। अब यी कुराहरू चाहिँ अब हामीले लर्निङ आउटकम्स एकदम मजाले बुझ्नुपर्छ। हामीले के कुरामा कन्सेप्ट क्लियर गर्नुपर्छ त्यो च्याप्टर पढिसके पछाडि भन्ने कुरामा कुनै पनि डाउट हुनु भएन। अनि त्यस्तै गरी सेन्ट्रल एङ्गलको यो जुन फर्मुला छ, सेन्ट्रल एङ्गल इक्वल टु क्याटेगोरी भ्यालु डिभाइडेड बाई टोटल भ्यालु मल्टिप्लाई बाई 360 जुन छ, यसलाई चाहिँ क्लियर तरिकाले बुझ्नुपर्छ। यो नबुझिकन चाहिँ हामीले पाइ चार्टमा डाटाहरू रिप्रेजेन्ट गर्न गाह्रो पर्छ है। धन्यवाद।